हेलो साथीभाइहरू सबैजनालाई मेरो सम्झना अनि अरू पनि के जति आज चाहिँ हामी यहाँ चम्पादेखि हाइकिङको लागि उक्लिँदैछौँ। मेरो साथमा हुनुहुन्छ भाइ बहिनीहरू साथीहरू। अलिकति बिहानै हुनुपर्ने ठाउँमा अलिकति हामीले चाहिँ ढिलो गरेर दिउँसो आएको छौँ। हिँड्न चाहिँ अलिक गाह्रो होला जस्तो छ। हाम्रा टोलीहरू यात्राक्रम चाहिँ अलि जटिल हुँदै आइरहेछ कि अघिसम्म ठिकै थियो है, अब चल्दै। सन्तोष आयो भन्नु न। खरबुजावाला म पानीवाला ऊ चाहिँ भैया ज्याकेट बेच्ने। अब हाम्रो चाहिँ हाइकिङ अब चाहिँ बेस सुरु हुँदैछ है। एकदमै यो चाहिँ बाटो हेर्नु होला। राइदाई र यिनीहरू भाइको अब यहाँबाट चाहिँ कठिन यात्रा सुरु हुँदैछ। ओहो तर कति आनन्द आयो। यताबाट हो कि जस्तो लाग्छ कुरो सन्तोष। त्यहाँतिर चाहिँ खेतीहरू गर्न ला होला पुरै। यो नस्पाती रोपेको हो कि यो त बुद्ध चित्त हो नि। सुन्तला रहे चाहिँ पुरै फार्म खोल्ने तरिकाले रहेछ। हजुर चम्पादेवी डाँडैमा हाइकिङ आउने बेलैमा क्या दामी बाटो छ है, फार्मिङ टाइप हेर न। त्यहाँबाट गएको भए यो बाटो राम्रो हुन्थ्यो, यहाँबाट गएर आएर त्यो बाटो राम्रो भयो। यस्तो उकालो हिँड्नुपर्छ, यस्तो नाकै छुन्छ क्या उस्तै परेछ। छैन चम्पादेखिको हाइकिङ। पहिला गाउँमा काम परेर हिँड्न पनि गाह्रो पर्थ्यो कि अहिले त्यहाँ मान्छे रहरले हिँडिरहेको छ अरे नि। थाम्नु हौ ल र मान्छ त्यो भनेको रमाइलो भयो। कस्तो बिजक मेरो सर्ट दोब्राएर खै यत्तिकै फोटो खिचाएन भन्दा नि भन्दैन।